दर्शक वृन्द बिचरी यी आमालाई हेर्नुहोस् त। वैशाख 18 गते 40 वर्षीय छोरा धनबहादुर थापा धान कुटाउन मिल गएका थिए। त्यस पछाडि कहिल्यै फर्केनन्। छोरा आउला कि भन्दै दिनै बाटो हेर्छिन् यी आमा। बिर्तामोड नगरपालिका 4बाट हराएको यिनको छोरा आमाको यो आँखाले सधैँ खोजिरहेको छ। तर मिल गएका छोरा बिर्तामोड वडा नम्बर 4बाट गायब भएको पनि 1 महिना हुन लाग्यो। बिचरी यी आमालाई कत्रो पीडा परेको छ होला दर्शकवृन्द। प्रहरी, प्रशासन, मिडिया सबैतिर दिदा पनि आफ्नो छोरा नफर्किएको बताउँछिन्। बाबा खोइ भन्छन्, बाबा कहाँ जानुभयो भन्छन्, सोध्छन् कहाँ जाऊ कहाँ गयो। मान्छे बरु ठ्याट्टै मरेर गयो भने आज भन्दै भोलि भन्दै बिर्सिएर जाँदो रहेछ। तर हराउँदाखेरिको पीडा भनेको चाहिँ बाबाको कतिको याद आएको छ? यी बाबुका आँखाहरूले, उसका मस्तिष्कले आफ्ना पितालाई खोजिरहेको छ दर्शकवृन्द। स्थानीय बासिन्दाहरूले महिनौसम्म वरपरका गाउँ बस्ती टोलतिर खोजी नीति गर्दा कतै पनि भेटिएनन् धनबहादुर थापा। तपाईँ पनि यो पुरा भिडियो हेर्नुहोस् र एक शेयर अवश्य गर्नुहोस्। नमस्कार दर्शकबिन, म मदन सङ्ग्रोला। यतिखेर म झापाको बिर्तामोड नगरपालिका वडा नम्बर 4 यो आनन्द गज भन्ने ठाउँमा छु। कञ्चनजङ्घा बोर्डिङ स्कुलबाट अलिकति दक्षिण आएर पूर्वपट्टि उहाँको घर छ। दर्शकबिन, एकजना दाई गएको वैशाख 18 गते बिहीबार धान कुट्न भनेर हिँड्नुभएको दाई अहिलेसम्म पनि घर फर्किनु भएको छैन। एउटा सानो छोरा अनि एउटी सानी छोरी पनि हुनुहुन्छ। उहाँ आमा हुनुहुन्छ। एक्लो सन्तान, एउटा छोरो, 3 जना छोरी, 1 जना छोरो। अहिले छोरो धान कुट्न मिल हिँड्नुभएको छोरो वैशाख 18 गतेदेखि सम्पर्कमा आउनु भएको छैन। छोरो काहीँ भेटिन्छ कि कतै काहीँ अलपत्र पर्यो कि भनेर आमाले हामीलाई सम्झिनु भयो। आदरणीय लता खरेल दिदी हुनुहुन्छ। उहाँले हामीलाई भाइ आइदिनु न, एकदमै अप्ठ्यारो पर्यो भनेपछि हामी यहाँ आएका छौँ। प्रहरीलाई हुलिया पनि जानकारी गराइदिइसक्नु भएको छ। अलिक सोझो दाई हुनुहुन्छ। केही सोध्यो भने मात्रै जानकारी दिनुहुन्छ, बोल्नुहुन्छ, जवाब फर्काउनुहुन्छ। हामीले तस्बिर पनि सार्वजनिक गरिदिएका छौँ, साइडमा तस्बिर राखिदिएका छौँ। सानो नानी हुनुहुन्छ अनि आमा हुनुहुन्छ। आज छोरो काहीँ कतै अल्मलियो कि कसैको घरमा छ कि या कसैले सोझो भनेर घरमा राखिदिनु भयो कि पनि भन्नुहुन्छ। छोरो गएदेखि घरमा भएको एउटा लैनो गाई पनि खस्यो, छोरो पनि हरायो। आज आमा एकदमै अप्ठ्यारो अवस्थामा हुनुहुन्छ। लगभग 70 वर्षको हाराहारीको आमा आज छोराको सहारा चाहिने बेलामा अचानक छोरो हराएपछि हामी यहाँ खोज्न आएका छौँ। आमा नमस्कार। नमस्कार। हजुरको नाम भनिदिनु न। मेरो नाम विष्णुमाया थापा। विष्णुमाया थापा। हजुर। छोरो हरायो? छोरो हरायो, धान कुट्न गएको मान्छे फर्केर आएन। कहाँ गायब भयो के भयो थाहा पत्तो केही छैन। अहिलेसम्म कसैले यहाँ भेट्यौँ, यहाँ छ पनि कसैले भनेको छैन। कहीँबाट खोज्दाखेरि सबै खोजिसके, अहिलेसम्म कहीँ पत्तो लागेको छैन। आज 25-26 दिन भइसक्यो, कहीँ छैन। एउटा छोरो थियो, सिधा थियो, कसैले बोलाए पनि बोल्थ्यो, नचिनेका मान्छेसित बोल्दैन त। कसैले बोलाए पनि बोल्थ्यो, त उत्तर पनि साह्रै दिँदैन। त्यत्रो बोली प्रष्ट पनि छैन, अलिक लट्याङ्ग्रै बोल्छ। छोरो छ, छोरी छे, छोराछोरी रोइराखेका छन्। अहिलेसम्म बाबु भेटेको छैन। खोज्छन् बाबु बुवा कहाँ जानुभयो भनेर। बाबा खोइ भन्छन्, बाबा कहाँ जानुभयो भन्छन्, सोध्छन् कहाँ जाऊ कहाँ गयो, पत्तो अहिलेसम्म छैन। पहिला पनि यसरी कहिलेकाहीँ हिँड्नुहुन्थ्यो? कहिल्यै हिँडेको थिएन, अहिलेसम्म कहीँ हिँडेको थिएन। गए पनि घाँस दाउरामा जान्थ्यो, फर्केर आउँथ्यो। पाहाड हो घर। हजुर। पाहाड कुन ठाउँ थियो? पाहाड ताप्लेजुङ, तेल्लो पेदाङ भन्छन्। पाहाडबाट आउनु भएको थियो मधेसमा? मधेसमा आएको मान्छे कहीँ गएको थिएन। त्यति मिलमा चाहिँ आउनु जानु गर्छु र पठाएको। त्यहाँबाट फर्केर आएन, कसैले देख्नु पनि भनेनन्। हजुर। कस्तो लुगा लाएर जानु भएको छ आमा? लुगा चाहिँ कोठे छ, मैलो छ, सर्ट हाफपेन्ट कालो छ, सेतो पहेँलो कस्तो रातो कस्तो खालको सर्ट छ। एउटा सर्ट लगाएर त, एउटा कालो हाफपेन्ट लगाएर त। त्यो पनि अलिकति यस्तामा उद्रेको थियो। अघिल्लो दिन ती लुगा फेर भने फेरेन, त्यत्तिकै थियो।
तिनै लुगामा गएको मान्छे अहिलेसम्म छैन, कहीँ पत्तो हत्तो केही छैन। अनि नि आमा यो भिडियो कसैले हेर्नु हुँदैछ भने तपाईँको छोरो काहीँ कतै कसैले देख्ने मान्छेहरू हुनुहुन्छ, कसैले देख्नु भएको छ भने होइन, अनि काहीँ कतै झुकिएर बा कहिलेकाहीँ त मोबाइल पनि हातमा परेर बा आफ्नै भिडियो हेर्नुभयो भने मोबाइल बोकेको छैन आफ्नो छोरालाई या छोरो देख्नेलाई के भन्नुहुन्छ? छोरो देख्नेलाई धन्यवाद दिन्छु, यसरी ल्याइदे भेटिदे, यहाँ छ यस्तो रहेछ यहाँ छ मान्छे भनेर दिए भने म धन्यवाद दिन्छु, त्यो भगवानै सम्झिन्छु म। हजुर सोझो सोझो हुनुहुन्थ्यो, सोझो सोझो छ, कसैले बोलाए पनि बोल्छ, नभए नचिनेका मान्छेसित बोल्दैन, नचिनेका मान्छेसित बोलाउँदा पनि हतपति बोल्दैन। नचिनेका धान कुट्न जाँदाखेरि धानहरू पनि लिएर जानु भएको धान थियो कि? उहीँ मिलमा सुकाएको थियो, उहीँ उठाएर अघिल्लो दिन गएर मैले उठाएँ, छोरीले गएर सुकाएर ती बेलुकाखेरि गएर मैले उठाएँ। भोलिपल्ट बिहान धान कुट्न भनेर बुइनी गई, यहाँ गाई थियो, बिरामी भएको थियो, गाई उठाउने दिन थियो, त्यो दिन मिसिन ल्याएको थियो। अनि गाई उठाउन मान्छे भेला हुन्छन् होला, जा त पनि भुस उठाउन सका, छिटो हुन्छ, त पनि गएर आइज, छिटो गरेर आऊ भनेर मैले पठाएँ। मिलका छेउमा चाहिँ पुगेको देख्ने मान्छे छन्, त्यहाँदेखि कसैले देखेन पनि, कहीँ कसैले देख्यौँ भनेको छैन अहिलेसम्म। आफ्ना मान्छेहरूतिर सबैतिर खोज्नु भयो, बा झुकिएर जानुभयो कि कतैतिर? खोइ अहिलेसम्म कसैले छ भनेको छैन। यत्रो फेसबुकमा हालेको छ, अब सञ्चालन उसमा पनि हालेको छ, प्रहरीमा पनि दिएको छ, अहिलेसम्म कसैले देख्यौँ भनेका छैनन्। देख्नु भन्नुभएको छैन? छैन अहिलेसम्म। हजुर कति वर्षको हुनुभयो? 70 पुग्नै लागे। 70 पुग्न लागे। छोरो कति वर्षको? छोरो 41 वर्षको त भएको। 41 वर्ष। धनबहादुर थापा। के लाग्छ छोरो आरजेहरू पनि हेराउनु भयो अरे भनेर हामीलाई भन्नु हुँदै थियो, के भन्छ? आरजे हेराउँदा मान्छेकै साथमा छ, मान्छेले काम लगाइराखेको छ, मान्छेकै साथमा छ भन्छन् अरे आरजे हेर्नेले पनि। हजुर टिप चिन्ह हेराउँदा पनि त्यसै भन्छन् अरे भनेर कान्छी। अब म त जान कहीँ सक्दिनँ, मान्छे चिनेको पनि त्यति छैन, छोरी जान्छे आरजे हेराउँछे, चिना टिप लगेर हेराउँछे, त्यसै भन्छन् अरे, मान्छेकै आसपासमा छ, तर मान्छेले अहिले पाखा निकालेको छैन, भित्रभित्रै लगाइराखेको छ भन्छन् हेर्नेले भन्छे। हजुर अनि अब खोइ कहाँ कसले लाएर राखिरहेछ, के गरिरहेछ, यहाँ छ भनेर त्यति फेसबुकमा हालिदिए पनि त हुन्थ्यो नि। बाबु तिमी एकछिन उता बसेर जाऊ। हो दर्शकबिन, हामी यो झापाको बिर्तामोड नगरपालिका वडा नम्बर 4मा आएका छौँ। आदरणीय आमा, 70 वर्षको आमा आज छोरो पर्खेर बसिरहनु भएको छ। हामी पनि छोरो भेटिनुहुन्छ उहाँको, यो घरमा खुसी फर्काउँ भनेर हामी पनि एउटा यो चाहिँ काम गरिरहेका छौँ। कहीँ कतै कसैले देख्नुभयो भने जति सक्दो चाँडो जानकारी गराइदिनु होला। एउटा सोझो मान्छे यदि कसैको घरमा हुनुहुन्छ, कसैले चाहिँ आँको देखेर सोझो देखेर कसैले कामहरू लगाउनु हुँदैछ भने यो तपाईँहरूको अपराध हो, तपाईँहरूलाई कानुनी कारबाही लाग्छ। यदि होइन काहीँ अलपत्र पर्नु भएको छ भनेदेखि खबर गरिदिनु होला। मैले एकचोटि फेरि आग्रह गरेँ हजुरहरूलाई, यो घरको आफ्नै समस्या सम्झिदिनु होला। तपाईँहरूको घरमा तपाईँहरूको एउटा छोरो नहुँदाखेरि, भएको एउटा छोरो सम्पर्कविहीन हुँदाखेरि तपाईँको मनमा कतिको पीडा पर्छ, त्यो पीडा सम्झिदिएर यो भिडियोलाई यति धेरै सेयर गरिदिनु होला। हामीले सम्प्रेषण गरेका छौँ। एउटा आमामा परेको यो चाहिँ दुःख हामी सबै माझ बाँड्दैछौँ। जन्माएर हुर्काएर 40-41 वर्षको बनाएर आज 70 वर्षको हुँदा छोराको सहारा पाइन्छ होला भनेर पहाडबाट यहाँ झर्नुभयो। छोरो एकाएक चाहिँ सम्पर्कविहीन हुनुभयो। उहाँको गल्ती पनि होइन, उहाँको मानसिक सन्तुलन पनि अलिक सोझो सोझो टाइपको हुनुहुन्थ्यो, त्यो भएर झुकिएर सायद जानुभयो होला भनेर स्थानीयहरूले पनि भन्नुभयो हामीलाई। यो भिडियो हामी सम्प्रेषण गरिरहँदाखेरि फेरि पनि अर्को खुसीको खबरहरू चाँडै लिएर आउन पाऊँ। तपाईँहरूको एउटा टक्क सेयरको बटनले उहाँहरूको परिवारमा एउटा खुसी ल्याउन सक्छ भने हामीले त्यो खुसी फर्काउनका लागि किन सेयर बटन नगरिदिने होला। आफ्नै समस्या सम्झिदिनु होला। यो 70 वर्षका आमाको आँखाबाट झरेको आँसुलाई सम्झिदिनु होला। छोरो हराएदेखि 1-1.5 लाखको गाई पनि मर्यो, छोरो पनि हरायो। आज यो घरमा एकदमै पीडा छ। यो पीडाको भिडियो हामीले सम्प्रेषण गरेका छौँ। धेरै सेयर गरिदिनु होला, सबै माझ पुर्याइदिनु होला। हामीले मेरो सम्पर्क नम्बर पनि राखिदिएको छु, परिवारको नम्बर पनि राखिदिएको छु। काहीँ कसैले यहाँ मात्रै हुनुहुन्छ है भनेर हामीलाई खबर आयो भने हामी पनि जानेछौँ, हामी नै सहयोग गर्नेछौँ, हामी गएर लिएर आउनेछौँ। काहीँ कतै तपाईँको शरणमा कसैको शरणमा छ भने चाहिँ
हामीलाई जानकारी गराइदिनु होला। परिवार छटपटेर बसिरहनु भएको छ। साना 6-7 वर्षका छोराछोरी अहिले बुवा खोज्दाखेरि 70 वर्षको आमाले जवाब दिने के यस्तो अवस्था छ। दाइ हराउनु भएको वैशाख 18 गते म मिलमा गएको थिएँ। बहिनीलाई भुस उठाउन सघा भनेर मम्मीले पठाउनु भएको छ। अब मलाई थाहा भएन दाइ मिलमा आउनु भएको छ भन्ने कुरा। मैले भनेको थिएँ कि घाँस काटेर गाईलाई खुवाउनु, गाई आज उचालेर मेसिन उता लानु छ भनेको थियो होइन। अब विविध कुरा अब मान्छे घरमा नभएपछि हामीले तत्काल खोज्यौँ। खोज्दा हामीले कहीँ मान्छे भेटेनौँ। मान्छे कहीँ नभेटिसकेपछि अब आज भन्दै भोलि भन्दै गाउँको सारा मान्छे लागेर राति भनेन, दिउँसो भनेन, बिहान भनेन, बेलुका भनेन आफ्नो व्यापार व्यवसाय सबै बन्द गरेर मान्छेले खोजिरह्यो। तर हामीले कहीँ अहिलेसम्म यहाँनिर यो मान्छे यता चाहिँ जाँदै गरेको छ है भनेर कसैले पनि भनेको छैन। अनि अब घरमा आउँदाखेरि भनेको आमाको मुहार हेर्दाखेरि आफूलाई विरक्त लाग्छ। त्यो बेला भनेको गाईको थलामा हेर्दाखेरि गाईको पनि अवस्था राम्रो थिएन, मन बुझाउने ठाउँ कहीँ नै थिएन। अनि अब मान्छे बरु फ्याट्टै मरेर गयो भने आज भन्दै भोलि भन्दै बिर्सिएर जाँदो रहेछ। तर हराउँदाखेरिको पीडा भनेको चाहिँ यो धेरै ठुलो विडम्बना रहेछ के। जस्तै अब दाइलाई भेट्नुहुने यदि कतै सोझो देखेर कसैले घरमा काम लगाइदिनु भयो र यो कुरा गोप्य राखिदिनु भयो भने उहाँहरूलाई के भन्नुहुन्छ तपाईँले? प्लिज मानव हो, उसका छोराछोरी छन्। आमा बुढी भएकी आमा हुनुहुन्छ, उसको एउटै मात्रै सहारा हो कि उसको त्यही छोरो हो। एउटा नाति पढाउनलाई आउनुभएको हो, त्यही छोराले यसो केही गर्छ र नाति पढाउला भनेर आउनुभएको हो। यदि कसैले काहीँ देख्नु भएको छ, अब उसले नाम थर भन्न सकेन भने त्यतिकै नबोली बसेको छ र कसैले काम लगाइराख्नु भएको छ भने उहाँहरूलाई धन्यवाद। तर जानकारी हामीलाई हुनु पर्यो, जसरी पनि हामीलाई जानकारी गराइदिनु होला। किनकि उसको बुढी भएकी 70 वर्षकी आमा र 8 वर्षको छोरो 11 वर्षकी छोरी छ। आमाले त्यही नाति पढाउन भनेर झापा झर्नु भएको हो। 2-4 वर्ष म नाति पढाएर म मेरै कर्मथलोमा जान्छु भनेर आउनुभएको हो यो ठाउँमा। आफ्नो व्यवहार उता चौपट्ट छ, तर यहाँ नाति पढाउन भनेर आउनुभयो, लास्टमा छोरै गायब भइसकेको छ। जसरी भए पनि जसले जहाँ देखे पनि यहाँनिर छ, यो मान्छे यस्तो खालको मान्छे चाहिँ यहाँ छ भनेर हामीलाई जानकारी गराइदिनु होला। यो नम्बरमा सम्पर्क गरिदिनु होला, या नम्बरमा सम्पर्क गर्न नसके नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु होला। 18 गते यहाँबाट अब मिलमा जान्छु भनेर हिँड्नु भएको अरे। हिँड्न चाहिँ मिलसम्म पुगेको पनि थाहा छ। मिलदेखि अलिक पछितिर एकजना रिजालको पसल छ, त्यहाँसम्म गएर फेरि फर्केर पूर्वै लाग्नुभयो। अनि त्यहाँबाट यहाँ त्रिवेणी चोक छ एउटा भुसाबाडी ओरतिर, त्यहाँसम्म एकजना दङ्गाल बुवा हुनुहुन्छ, उहाँले पनि त्यहाँसम्म गएको देखियो। बेलुका राति हामी 10 बजी 10:30 बजीतिर हामी खोज्दै खोज्दै बेलुका चाहिँ बाहिर निस्किनु भएको छ कि भनेर जाँदा गरामुनि ओरतिरसम्म गएको चाहिँ थाहा भयो। त्यहाँदेखि उताको चाहिँ अब अहिलेसम्म कसैले यहाँ हुनुहुन्छ उहाँ हुनुहुन्छ भनेको चाहिँ छैन। कसैले पनि कहीँ यहाँ छ, आज यहाँ थियो अरे भनेर कसैले पनि भनेर यसो खबर आयो, बाइलले पो भन्छ कि उसले पो भन्छ कि भनेको चाहिँ छैन अहिलेसम्म। अब भोलिपल्ट पर्सिपल्ट 3 दिन 4 दिन 5 दिन खोजियो, नभइसकेपछि प्रहरीमा पनि रिपोर्ट दिएकै छ, चन्द्रगढी पनि दिएको छ, भद्रपुर दिएको छ, गरामुनि दिएको छ। अहिलेसम्म कसैले पनि यहाँ छ भनेर चाहिँ भन्नुभएको छैन। सिसिटिभी गरामुनिमा एकजना पराजुलीको जाँदाखेरि चाहिँ उहाँले भन्नुभयो बिहान 9 बजी 9:30 बजी मसँग आउनुभएको थियो मान्छे। हामीले फोटा देखायौँ, त्यहाँनिर एउटा होटल थियो होइन। त्यहाँनिर भन्दाखेरि मलाई बिएनसी जानलाई हतार भएको थियो, उहाँले मसँग खाजा माग्नुभयो, तर मलाई ढिलो भएको थियो, मैले बनाएकै थिएन, दिएन भनेर उहाँले भनिसकेपछि हामीले यता गरामुनिको त मास्तिरपट्टि एउटा ठुलो होलसेल पसल रहेछ खाद्यान्नको, हो त्यहाँनिर गएर सिसिटिभी चेक गरियो। गर्दाखेरि उहाँले भन्नुभयो 9 देखि 9:30 को बिचमा यहाँ हुनुहुन्थ्यो भन्नुभयो। हामीले 8 बजीदेखि 10 बजीसम्मको सिसिटिभी हेर्दाखेरि जस्तो हाम्रो खोज्न जाने मान्छेहरू 9:38 मा त्यो ठाउँमा पुग्नु भएको छ, तर हाम्रो खोज्न जानेको मान्छे गएको गाडी गएको देखिन्छ, तर उहाँ चाहिँ हिँडेको देखिँदैन क्या। फेरि अब यो एरियामा तपाईँ जुन मिल एरिया भन्नुभयो, त्यो मिल भएको नजिकै कतै सिसिटिभीहरू छैन? त्यहाँ त कसैको पनि छैन, छैन। यो एरियामा कसैको छैन। त्यही गरामुनिको चोकमा चाहिँ एउटा किराना पसल भनौँ न, होलसेल किराना पसल रहेछ, हो त्यो किराना पसलमा चाहिँ थियो। हो त्यहाँनिर अब उहाँले भन्नुभयो 9 देखि 9:30 को बिचमा हाम्रोमा खाना माग्न आएको थियो भनिसकेपछि त्यो किराना पसलमा गएर
उँधो झर्ने बाटोमा हेर्दाखेरि 9:38सम्ममा चाहिँ 9:38मा हाम्रो खोज्न जानेको गाडी गएको देखिन्छ, त्यहीँ ओर्लेर खोजेको देखिन्छ। तर उहाँ हिँड्दै जानुभएको हो नि त, उहाँ त हिँड्दै जानुभएको चाहिँ फेरि देखिँदैन, खोज्न चाहिँ खोजेको हो। त्यहाँदेखि चाहिँ अहिलेसम्म चाहिँ फेरि कसैले यता चाहिँ जाँदै थियो भनेको चाहिँ थाहा छैन। तपाईँले यो भिडियो सेयर गरिदिनु होला। नमस्ते। यस्तै यस्तै भिडियो हेर्नका लागि अनलाइन चौतारीलाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सिनुहोस्।